चाहिँ यस्तो देखेको छ ठाउँ अलिकति चोट लागेर निस्केको रहेछ। अब यसलाई फेरि मर्मत गर्नुपर्ने भयो। यो हजुरको सिपेज आएर हेर्नुहोस् न, यो बाथरुमबाट सिपेज आएर पुरै फुलेको छ। यो पुरै यो निकालेर फेरि गर्नुपर्ने हुन्छ। हेर्नुभयो भने चाहिँ सर्वमाथि पनि आएको छ। पुरै यस्तो निस्केको छ। अब यसलाई मैले अब 2-4 दिनमा आएर मर्मत गर्नुपर्ने हुन्छ। ल यो चाहिँ मैले आजभन्दा 3-4-5 वर्ष लगभग अगाडि गरेको काम हो।